बिचमा छुनुहुन्छ कि अनि हामी जङ्गल अनि हजुरलाई बिहान किन रोइसिनु भएको थियो स्कुल जानलाई हजुर कहाँ रोएर किन रुनु भयो बिहान स्कुल जानलाई कस्तो रोइसिनु भएको थियो ए कस्तो झुटो बोल्छिन्छ हजुर मैले कहाँ रोएर तास खेल्दै म खुसी भयो ए खुब तास खेल्नु भयो कस्तो चिसो छ है कति चिसो आइरहेको छ है दादा एकछिन घाम थाम्नुपर्छ क्या अब आमामामा अब त खत्रै आउँछ एकछिन हल्लिन दिनु है ल बाटो हेर्छु अब शिवपुरीको बाटो बाप रे बाप कहिले बन्छ होला नि आमा यहाँ त यस्तो हुन्छ नि जनावर आएर आमामामा अनि यो त नि कुन चाहिँ अनि जनावर आइहाल्छ यहाँ त कति जङ्गल छ हेर्नु त माथि माथि नबस्नु के हेर्नु त ओ बाप रे बाप कति लामो जङ्गल छ नि ओ बाप रे बाप यता पनि छ माथि छ काट्छौ के काट Oh my goodness, oh my goodness, oh my goodness. सकिन्न यो जङ्गल जति शिवपुरीको जङ्गल जति सकिन्न शिवपुरीको राइडर को हो नमदास पन्त हो कसरी मेरो नाम आयो कि आज बाबा मैले पनि भने होइन एउटा मान्छेले भने होला दादा त्यो पछाडि आउँला नदेखाइसक्यो के फेरि पोइन्ट पुगिसक्यौँ ल अब हेर्नु है कति जङ्गल आउँछ अब हामीलाई जङ्गल त आधी घन्टाको बाटो जस्तै छ बा शिवपुरीको हेर्नु सकिन को हेर्नु रुखै रुख छ हेर्नु यहाँ के आउँछ अब हेर्नु त चेक पोइन्ट लिएर पुग्यो त हामी निकाल्छ के सापरा डराएको के हजुर के डराएको के पुस गर यहाँ दाप्नु थियो त पुस हुन्थ्यो त रोकिन्थ्यो त किन डराएको भिडियो बनाउनु मिल्दैन भिडियो बनाउनु मिल्छ कि नै मिल्छ के अब जङ्गल आउँदैन नि सबैजना हेर्नु अब जङ्गल आउँदैन है दादा खै अब जङ्गल आउँछ कि न हेरौँला है Oh my God लाजै लायो हेर भइतिर Oh my God एकछिन सन हो है यो आमा बाबा हेर्नु शिवपुरीको राइडरको हो नमराज पन्त लाजै लायो हेर आँखैको इसारा Oh my goodness हेर्नु अब हामी कहाँ सुत्छ चिसो भइरहेको त बाबा थाहा छ हामीहरू कहाँ सुत्छु भन्ने भुइँमा रोडको भुइँमा है दादा हामी त अहिले कहाँ जानला भन्ने हामी अहिले कहाँ जान लाग्छौँ भन्छु त हामी शिवपुरीको डाँडामा बाटो हेर्छु बा बाटो कहिले बन्छ होला यहाँको शिवपुरीको बाटो चाहिँ कहिले एक ठाउँमा खत्तम छ हेर्नु त आमामामा हामी कहाँ सुत्छु हेर्छ त पाँच भएको ठाउँमा बाबा हामी यता सुत्छु कति नराम्रो बाटो दादा अब हामी त पुग्न लागिसक्यौँ त यस्तो घना जङ्गल छ अब बा यत्रो लामो बाटो हेर्नु त अब हामी पुग्न आँट्यौँ नि
बाटो धुलो पुरै हेर्नु त यस्तो जङ्गलमा निकुञ्ज हो फेरि यो निकुञ्ज हो नि यो निकुञ्ज के निकुञ्ज निकुञ्ज भने के हो जान्छ जान्छ निकुञ्ज भने थाहा छैन ओ माय गॉड जनावरहरू बस्ने ठाउँ हेर्नु त कस्तो खतरनाक आ बाबा किन रोकाएको थियो नदेखाइस् न त्यसरी त मान्छे डर